देवरुङ क्षेत्रको प्रचार गर्ने समग्र चन्द्रकोट गाउँपालिकालाई देश विदेशमा पहिचान गराउने परिवर्तनका साथ रुद्रगढ धार्मिक संस्था रूपन्देहीद्वारा सञ्चालन गर्न थालिएको भजन अब हामी क्षणभरमै अगाडि बढाउँदैछौँ। यो कार्यक्रमलाई अगाडि बढाउनका लागि हामीले अन्य खालको औपचारिकता यहाँ दिइरहेका छैनौँ। उहाँहरूले त्यो हामीलाई निर्देश पनि गर्नुभएको छैन। मात्र यो माइकलाई हस्तान्तरण गर्ने र रुद्रगढ धार्मिक संस्थाका नेतृत्वकर्ता कमल सापकोटा उर्फ लम्बु सरकारलाई खादाद्वारा सम्मान गर्ने मात्र कार्यक्रम छ। सँगसँगै हाम्रो आजको भजन अगाडि बढ्नेछ। यो काम गरिदिनु हुनका लागि म चन्द्रकोट गाउँपालिकाका श्रद्धेय अध्यक्ष आदरणीय युवराज खत्री छेत्रीज्यूलाई म आमन्त्रण गर्न चाहन्छु। सँगसँगै चन्द्रकोट गाउँपालिकाका वडा नम्बर 2 का वडाध्यक्ष कमल केसीज्यू, वडा नम्बर 1 का वडाध्यक्ष आदरणीय घनश्याम खरेलज्यू, वडा नम्बर 4 का वडाध्यक्ष आदरणीय बलबहादुर बस्नेतज्यू, वडा नम्बर 5 का वडाध्यक्ष आदरणीय तीर्थबहादुर कार्कीज्यूलाई पनि सहभागी भइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। आश्रम सञ्चालक समितिका अध्यक्ष कृष्ण सापकोटाज्यूलाई पनि सहजीकरण गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। कृपया आइदिनु होला। एउटा फोटो खिच्छौँ, अरू केही गर्दैनौँ। एउटा फोटो खिच्ने अनि त्यस पछाडि अगाडि बढ्नेछ। धन्यवाद। कमल खत्री नाइजेरिया में कमल खत्री नाइजेरिया नहीं फेसबुक लाइ सुरुवात हुँदैछ साथीहरू। सम्पूर्णमा नमो रुद्राय। नमस्कार सबैजनालाई। हामीले कुनै पनि भजन सुरु गर्नुभन्दा अगाडि विश्व शान्तिको कामना गर्दै वैदिक मन्त्र उच्चारण गरेर भजनलाई सुरु गर्ने गरिरहेका छौँ अहिलेसम्म। आज पनि यस पवित्र भूमिमा यस दिव्य ठाउँमा हामी आउन पायौँ, हामीलाई बोलाइदिनु भयो। हामी सबैप्रति कृतज्ञता व्यक्त गर्दै ढिला नगरिकन अब भजन अगाडि बढाउँछौँ। कृपया सबैजनाले 5 पटक मसँगै ओम उच्चारण गर्छौँ। हामी सबैजनाले आत्मशुद्धिको लागि ओम उच्चारण गर्छौँ। त्यसपछि हामीले शङ्कर भगवानको स्तुति गरेर वैदिक मन्त्र उच्चारण गरेर भजनलाई सुरु गरिहाल्छौँ। कृपया ढिलो नगरिकन सबैजना मसँगै ओम उच्चारण गरिदिनु होला। 5 पटक हामीले ओम उच्चारण गर्छौँ। कृपया सबैजना शिवाय नमः। अशितगिरिशमं स्यात् कज्जलं सिन्धुपात्रे सुरतरभरशाखा लेखनी पत्रमुर्भिः लिखति अधिगृहीत्वा शारदा सर्वकालम् तदपि तव गुणानामेष पारं नयाति।
वन्दे देव उमापतिं सुरगुरुं वन्दे जगत्कारणम् वन्दे पन्नगभूषणां मृगधरां वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कमान्तिनयनां वन्दे मुकुन्दा प्रियां वन्दे भक्तजनाश्रयं च वरदां वन्दे शिवां शङ्कराम् ॐ श्रीगणेशाय नमः हरिः ॐ मा स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूर्वा विश्ववेदाः स्वस्ति नक्षो हरिशानेभिः स्वस्ति नो बृहस्पतिर्दधातु भद्रं कर्णेभिः श्रीणुयामदेवा भद्रं पश्येमाक्षभिजयतराः श्रीरङ्गेषुवागुंसस्तनु विद्महेमहिते महितां जरायुः दोः शान्तिरन्तरिक्षं शान्तिः पृथिवी शान्तिरापः शान्तियोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्तिर्ब्रह्म शान्तिः सर्वज्ञो शान्तिः शान्तिरेव शान्तिः क्षमा शान्तिरेधि ॐ शान्तिः शान्तिः ॐ शान्तिः शिव नमः पार्वती बलये हर 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 महादेव शम्भो गुरुदेवो महेश्वरः गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः नमो विज्ञानमात्राय परमानन्दमूर्तये आत्मरामाय शान्ताय निर्विद्वैतदृष्टये ॐ श्रीगुरुचरणकमलेभ्यो नमः। हरि ओम। बोलो भक्तवत्सल भगवान को, संपूर्ण भक्तजनहरू को, श्री लोकेश्वर महादेव मंदिर को, श्री गुरु परमानंद सरस्वती आश्रम को, संपूर्ण भक्तजनहरू को। आदरणीय श्रद्धालु भक्तजनहरू, जुनसुकै कार्य सुरु हुनभन्दा पहिला श्री गणेश भगवानको पूजा गरिन्छ। त्यस्तै हामी भजन सुरु गर्दा पनि गणेश भजन भगवानको भजनसँगै सुरुवात गर्नेछौँ। त्यसैले सबैले गाएर ताली बजाएर साथ दिनुहोला।
Sri Krishna Govinda Hare Murari He Nath Narayana Vasudeva 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 Vasudeva
आता आरती जगाव सांजेचा गाव आता आरती जगाव आरती कुबेला भयो आता हो हरी कीर्तन गाव हरी हरी आरती कुबेला भयो आता हो हरी कीर्तन गाव हरि कै नाम आता जपन हरि कै नाम हरि कै नाम आता जपन हरि कै नाम हरि कीर्तन गाउँदै वैकुण्ठमा जाम हरि 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 कीर्तन गाउँदै वैकुण्ठमा बोलो राधा सर्वेश्वर भगवान को भक्तवत्सल भगवान को जय भन्नको त्यसै गर्न नै हात माथि गरेर बोलो भक्तवत्सल भगवान को फेरि पनि हात माथि गरेर भन्नु त बोलो लोकेश्वर महादेव मन्दिर को हमले दर्शन पाउनेका सौगारी पहिला त प्रभुको शरण लौरा छागरण पहिला त प्रभुको शरण